बास गर्ने ब्रजवासी सन्त पूज्य स्वामी श्री बिहारी शरणदेवाचार्यजी महाराजका मुखारविन्दबाट केही आशीर्वाद छ। वृंदावन बिहारीलाल की जय, साक्षी धाम की जय, साक्षी माता की जय, गोपाल जननी की जय, राष्ट्रपति पशुपतिनाथ की जय, भक्तर भगवान की जय, जय जय श्री राम। खासै त्यस्तो जति भन्न जानिएन र त्यही पनि के भन्छ भनेदेखि अनन्त शास्त्रम बहुलाश्च विद्या स्वल्पश्च कालो भोविघ्नता च यत्सारभूतं तदुपासनीयं हंसे यथा क्षीरं मिवाम्बु मध्ये। त्यसैले अनन्त शास्त्रम बहुलाश्च विद्या, शास्त्रहरू पनि कति छ, पढ्दा पनि जिन्दगीभरिमा पढेर एउटा पढो एक थोक भन्छ, अर्कातिर यस्तो कुरा छ भनौँ, अर्कातिर अस्तो भनौँ, केही गर्न सकिँदैन है। त्यसैले अनन्त शास्त्रम बहुलाश्च विद्या, विद्या पनि आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो क्षमता अनुसार होइन, सबैले कुन कुन तरिकाले, कहिले कसैले कुन तरिकाले सुनाइछ, कसैले कुन तरिकाले सुनाइछ, एकतिर सुन्नु यस्तो कुरो छ भन्छ, अर्काले अर्कै तरिकाले सुनाउँछ, अर्काले है। त्यसैले सुन्दा 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 पनि अलिकति बुझ्न नसक्ने जस्तो हुन्छ क्या, एउटा कन्फ्युज भन्छ है, हाने मरे हुन्छ क्या, के गर्नु वास्तवमा वास्तविकता के हो जान्न नसकिने बनेको हुन्छ। त्यसैले अनन्त शास्त्रम बहुलाश्च विद्या स्वल्पश्च कालो बहुविघ्नता छ। अरू समय यति छ थोरै, यति भन तर यति यति भन्ने पनि छैन, कति हो कति मेरो यति नै हो भन्ने छ त कसैको छैन, यति यति भन्छु त्यो पनि कति हो कति हो, आज हो कि भोलि हो राति छ, ठेगानै छैन। त्यसैले स्वल्पश्च कालो बहुविघ्नता छ, अलिकति थोरै समय छ, त्यसमा पनि अनेक प्रकारका दुनियाँभरका विघ्न आइरहन्छन्, कहिले पारिवारिक विघ्न, कहिले शारीरिक विघ्न, कहिले व्यावहारिक विघ्न है, के हो त्यो झन्झट आइरहेछन्, अलमल्याइराखेको हुन्छ। त्यसैले अब के गर्ने त भन्दा विघ्न पनि फेरि गर्नुपर्ने समय सबै काम त्यही समयभित्र हो, त्यही जिन्दगी कति दिएको छ त्यहीभित्र जे कमाउने धमाउने जाने तीर्थ गर्ने दान गर्ने भक्ति गर्ने के गर्ने अब संसारमा पढाउने बढाउने इत्यादि पनि गर्नुपर्छ है, गर्नुपर्ने सबै त्यही हो। अब त्यसैमा खिचातानी छ, ताना तान्छ, कहिले के गर्ने कता के गर्ने। त्यसैले स्वल्पश्च कालो बहुविघ्नता च, गर्ने के त भन्दाखेरि यत्सारभूतं तदुपासनीयं, यो यसैलाई जानेर यहीभित्र चाहिँ केही गर्नुपर्ने हो, सोचेर विचार गरेर चाहिँ गरिएन भन्दाखेरि त गई गाडी पानी नै भने जस्तो बर्बाद छ। भजन गर्नको लागि यो समय, तीर्थ गर्नको लागि यो समय, दान गर्नको लागि छुट्याएर छैन, छ त छैन, त्यही भित्रबाट बनाउनु पर्ने व्यवस्था। त्यसैले स्वल्पश्च कालो बहुविघ्नता छ, त्यसलाई पनि ताना तान्छ, आज फलानाका आज निमन्त्रणा छ उहाँ नगई भएन, फलानाको बिहे अरे उहाँ व्रत बन्द अरे यहाँ यस्तो अरे ऊ अरे, त्यो मान्नै पर्यो निम्ता, संसारमा त्यो पनि मान्नु पर्यो, आफूले गर्नुपर्ने कार्यहरू पनि गर्नु परेका छन्। त्यसैले स्वल्पश्च कालो बहुविघ्नता च, अनेक विघ्न पनि आउँछन्। अनि के गर्ने त भन्दाखेरि त्यसैमा विचार गरेर यत्सारभूतं तदुपासनीयं हंसैर् यथा क्षीरं मिवाम्बु मध्ये, त्यसै बिचबाट वास्तवमा समयलाई निकालेर चाहिँ अलिकति जानेर बुझेर सदुपयोग गरियो भने ठिक भयो। नभए समय त उस्तै छ, हिजो पनि उस्तै थियो, आज पनि उस्तै छ, भोलि पनि उस्तै छ है, कोही परिवर्तन त खासै छैन। सूर्य उदाउनुहुन्छ फेरि अस्ताउनुहुन्छ, सूर्य उदाउनुहुन्छ अस्ताउनुहुन्छ, एक तरिकाले त उस्तै छ, तर त्यही भित्र नै केही सोचेर सम्झेर विचार गरेर चाहिँ केही गर्नुपर्ने। त्यसैले यत्सारभूतं तदुपासनीयं, जस्तै त्यो राजहंसलाई दुध र पानी मिलाएर दियो भने पनि त्यसले दुध पिउँछ, पानीसँग मतलब राख्दैन, सरक्कल गरेर छोडिदिन्छ। त्यसैले संसारमा राम्रा पनि छन्, नराम्रा पनि छन्, राम्रो पनि सुन्न पाइन्छन्, नराम्रो सुन्ने कसैले प्रशंसा पनि गर्छन्। आज हेर्नु नन्द किशोरजी महाराजले उडाइदिनु क्या, अलिक जाडा हुँदै थियो झन् बोल्न पाएँ, यसरी मान सम्मान दक्षिणा भेट्यो झ्याप झ्याप दक्षिणा, अमेरिकादेखि आएर दिनुभयो, कता आएर दिनुभयो नि त त्यस्तै प्रकारले कहिले मान सम्मान पनि हुन्छ, कहिले के पनि भन्ने के जाने बेकार पनि भन्छ नि जस्तो लाग्यो है, माधव
तात्पर्य राम्रो पनि छ नराम्रो पनि छ, राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ, सबै होइन। त्यसै त्यस बिचबाट केही विचारहरू यो चाहिँ गर्नुपर्ने छ, यो चाहिँ अनिवार्य छ, यसले चाहिँ विशेष काम दिनेछ भनेर सोचेर चाहिँ हामीले केही गर्नुपर्ने हो है, हामीले जान्नुपर्ने बुझ्नुपर्ने। त्यसैले महापुरुषहरूद्वारा गुरुहरूद्वारा परम्परागत हामीले कसरी चल्यौँ कसरी चल्नुपर्ने, उहाँहरूले के गरेर जानुभयो, वास्तवमा जिन्दगी के को लागि रहेछ त, खान कमाउन धमाउन त कसले जानेको छैन, कसले गरेका छैन र अहिले खानु मात्रै। त्यसैले नायम हामीलाई पनि ढिलो भएको छ, मै फेरि छाटे आरतीको बेला केटा। त्यसैले नायम देहो देवाजन लोके कष्टान कामन अर्हति बिर्भुजामे तपो दिव्यम पुत्र कायर सत्तम शुद्धिय दशमा ब्रह्म सौख्यम तनन्तम। त्यो खालको सुख चाहिँ भगवत प्राप्ति खालको चाहिँ सुखतिर लम्ब है बाबु। यो संसारको सुख आज छ भोलि 4 दिन कि चाँदनी और अँधेरी रात भने जस्तो। त्यसैले राम्रो खालको सधैँ सुख दिने खालको, सधैँ आनन्द दिने खालको, त्यस्तो खालको आनन्दतिर लम्किनुपर्छ है भन्ने भनाइ छ। अब यही भन्दै म 2 शब्दलाई विश्राम लिँदैछु, समय पनि भयो, उहाँ आरती गर्ने बेला हो। जय जय श्री राम।